हेलो एभ्रिवान, आज फेरि तपाईहरुको अगाडि एउटा नयाँ भिडियो लिएर आएको छु है। र तपाईहरुले यहाँ देखिरहनु भएको छ यो अर्किड्स मेरो कम्प्लिटली फुलिसकेको छ है। र म यसको प्रुनिङ गर्न गइरहेको छु है, जुन चाहिँ भिडियो चाहिँ तपाईहरुलाई पनि म शेयर गरिरहेको छु र तपाईहरुले यस भिडियोलाई अन्तिमसम्म हेरिदिनुहुन्छ होला भनेर आशा पनि राखेको छु है। र यो बोटले चाहिँ योपालि मेरो 3टा स्टिक फुलेको थियो र यो चाहिँ अर्ली स्टेजको फ्लावर थियो है। र अब चाहिँ यसको यो फुलहरु कम्प्लिटली ओइलाइसकेको छ, त्यो भएर मैले यसलाई अब यसको स्टिकहरु निकालिरहेको छु है। र तपाईहरुले यो स्टिक निकाल्नु हुँदा चाहिँ तपाईहरुले यो साइजमा यतिको मुनि यसको डाक्ला राखेर काट्नुपर्ने हुन्छ है। र जति पनि यो एक्स्ट्रा यो सुकेको पत्ताहरु छ त्यसलाई पनि तपाईहरुले निकाल्नु पर्ने हुन्छ, कारण यो निकाल्नु भएन भने चाहिँ अब रेनी सिजनमा यसको यो पानीहरु यसको बीचमा गएर बस्ने गर्दछ, जसले गर्दा चाहिँ यो अर्किड्सको बल्बलाई फंगस लाग्ने चान्सेस धेरै बढेर जान्छ है। त्यो भएर तपाईहरुले यहाँ जसरी यहाँ देखिरहनु भएको छ यसरी नै तपाईहरुले कम्प्लिटली यसलाई सफा गरेर राख्नु भयो भने चाहिँ तपाईहरुको अर्किडले नेक्स्ट इयर एकदमै बेटर रिजल्ट पाउनुहुन्छ तपाईहरुले है। र तपाईहरुको यो जति पनि अर्किड्सको है यो कम्पोस्टहरु वीक हुँदैछ भने तपाईहरुले यही टाइममा यसलाई रिपोर्टिङ पनि गर्नु सक्नुहुन्छ है। तपाईहरुले एकताल यो यसको कम्पोस्ट चेक गरेर यदि अब राम्रै छ भने तपाईहरुले यतिकै पनि राख्न सक्नुहुन्छ है। यदि कम्पोस्टको तपाईहरुको डेट सकेको छ भने चाहिँ तपाईहरुले नयाँ कम्पोस्ट हालेर यसलाई राख्न सक्नुहुन्छ है नेक्स्ट इयरको लागि। तपाईहरुले अलिक ढिलो गर्नुभयो भने चाहिँ फेरि नेक्स्ट इयर तपाईको राम्रो फ्लावर दिदैन है। यसलाई यसको यो टाइमिङ चाहिँ एकदमै याद गर्नुपर्ने हुन्छ सिमिडियम अर्किड्सको है। र यसलाई तपाईहरुले यो बोट जति देखिरहनु भएको छ तपाईले यसलाई तपाईले यतिकै राख्दा पनि भयो र तपाईहरुले रिपोर्टिङ गरेर अलिक ठुलो गमलामा हाल्दा पनि मिल्यो यसलाई है। र तपाईहरुले यसलाई सेपरेट गर्ने इच्छा छ, तपाईहरुको यसलाई गर्नु दुईटा बनाउने इच्छा छ भने तपाईले यसरी हेरेर यो ब्याक बलसँगै राख्नुपर्ने हुन्छ, कारण तपाईहरुले ब्याक बलदेखि छुटाउनु भयो भने चाहिँ यसको मर्ने चान्सेस ज्यादा हुन्छ है। र तपाईहरुले यहाँ देखिरहनु भएको छ यसको कम्पोस्ट राम्रै छ, यसलाई केही गर्नु पर्दैन यतिको कम्पोस्टमा है। तपाईहरुको बेसी ड्राई छ तपाईको त्यो यसो हेर्दै चाल पाइहाल्नुहुन्छ तपाईहरुले, त्यस्तो भयो भने चाहिँ तपाईहरुले नयाँ कम्पोस्ट हालेर यसलाई राख्नुपर्ने हुन्छ है। र आजलाई म तपाईहरुको अगाडिबाट बिदा लिन चाहन्छु है। र तपाईहरुलाई यो मेरो भिडियो मन पर्यो काइन्डली लाइक, शेयर अनि सब्स्क्राइब पनि गरिदिनु होला।